हेलो वेलकम टु माई भ्लग एन्ड वान तपाईँहरूको सामु मैले नयाँ भ्लग लिएर आइसकेको छु आफ्टर भेरी लङ टाइम। अनि आज चाहिँ हामी काठमाडौँबाट चाहिँ सिन्धुली जाँदैछौँ मामा घर दसैँ मनाउनुको लागि। सो स्टे ट्युन। अब कसरी जान्छौँ के गरी जान्छौँ, बाटोहरूको अवस्था एकदमै नाजुक छ। सो गाडी पनि घर अगाडि आइसक्यो, अब चाहिँ हामी जानुपर्ने हुन्छ। सो किप वाचिङ एभ्रिवान। सो हामी चाहिँ जाँदैछौँ खाजासाजा खाएर। यति धेरै जाम चाहिँ यस्तो जाम चाहिँ मुगलिनमा मात्रै देखेको थियौँ, यहाँ पनि रहेछ एउटा हाम्रो यो बाचा चाहिँ जहिले हामी दसैँमा जाने बेला बिग्रियो क्या बिग्रियो होइन त कपाल है। मैले यति यसलाई खुट्टामै ढोक्न मागेको त्यो पनि काटेन हो यो बच्चाले। अनि बरु कपाल काट्नुको साटो नुहाउँछु भनेर नुहाएको थियो। उसले चाहिँ अहिले यति धेरै खाएर पनि उसलाई नगाएर चाउचाउ खाँदैछ। म चाहिँ हाम्रो गाडीको यात्रा धेरै कठिनाइ भइरहेछ। आन्टीले गाडीमा अर्को पनि एउटा म्याजिक देखेर मेरो आमा चाहिँ ऊपर हुनु बाबा गाडीमा। त हामी जाँदैछौँ। ट्राफिक अङ्कललाई के भएछ? सो हेर्दै जानु होला हाम्रो आजको यात्रा कस्तो हुन्छ। अराउन्ड 9 बज्न लाग्यो अनि हामी यो कुन ठाउँमा छौँ आज? भकुण्डे बेसी कटिसक्यौँ, पुग्न लाग्यौँ रे। सो अब चाहिँ जानुपर्ने हुन्छ। सो जामहरू परेको थियो। सो अब चाहिँ हामीले खाजा खाएर अब चाहिँ जानुपर्ने हुन्छ। यति धेरै लामो जाम थियो नि, ओ माई गड। र हाम्रो चाहिँ यो टाइममा सदुपयोग गऱ्यौँ खाजा खाएर। अब चाहिँ जानुपर्ने हुन्छ यो समय खाएर। सो अब चाहिँ हामी जान्छौँ। सो गाडी इज वेटिङ फर अस। फाइनली जाम पनि खुलिसकेको छ, छ्यामा पनि आइसक्नु भएको छ। यस्तो खतरा जाममा आम्मामा कतिचोटि जाममा परिसक्यो हो। तर निन्द्रा चाहिँ पुग्यो है, राति सुतेको थिइनँ। बिहान चाहिँ दामी सुत्न घाम त्यत्तिकै यस्तो बिजोग मुगलिङको बाटोमा चाहिँ बिजोग भनेको त यता पूर्व जाने बाटो पनि सब रहेछ। हामी अहिले हिँडेको हो यति बेला हामी झन्डै मामा घरको छेउछाउ पुग्नुपर्ने। स्टिल यहाँ यता साइडमा छौँ। तनाव पऱ्यो तनाव। सो हामी चाहिँ सिन्धुली गाडी क्रस भएर पनि अब तल बजार झर्दैछौँ। अराउन्ड 2 बज्यो भनेपछि हामी अराउन्ड 4-5 बजे चाहिँ मामा घर पुग्छौँ होला। सो यु क्यान सी द भ्यू अफ सिन्धुली गाडी एन्ड सिन्धुली के भन्छ। सो मेरो कपालको हालत पनि यस्तो भइसक्यो। भ्लग एकदमै छोटो मिठो हुनेछ, तर म भोलिको पनि एड गरेर सबै हाल्नेछु। हाम्रो जर्नी चाहिँ कहाँदेखि स्टार्टिङ भएर कहाँदेखि इन्ड अप भयो। अनि फाइनली मामा घर चाहिँ हामी अस्ति जेठमा पनि मामाको बिहेमा आएको थियौँ। अनि अराउन्ड 4-5 मन्थ पछि फेरि आयौँ। त्यति बेला पनि 2 दिनको लागि आएको थियौँ। यसपालि 1 हप्ता जति बस्छौँ भने फेरि ब्याक टु आफ्नै घर। सो हेर्न सक्नुहुन्छ यस्तो दामी दामी कसिन गाडी। मम्मीहरूको चाहिँ माइत, मम्मीहरूले बिताउनु भएको समय, जन्मेको भूमि। सो अब हामी चाहिँ फाइनली हामी कसिन गाडी कति राम्रो राम्रो छ यहाँ। सो अब चाहिँ हामी यहीँ पुग्न लाग्यौँ। हाम्रो चाहिँ ट्याक्कै मामा घरसम्मै अनि हाम्रो घरसम्मै जान्छौँ। सबैजना आइसक्नु भयो होला। मामा घर चाहिँ हामी वर्षमा एकचोटि चाहिँ आइरहेको हुन्छौँ, तर यसपालि चाहिँ 2 चोटि जुऱ्यो। एउटा मामाको बिहेमा आउनै पर्ने भयो अनि हामीले दसैँमा। सो हामीलाई सबैले वेट गरिरहनु भएको छ। अब हामी चाहिँ 3-4 मिनटमा अब पुग्छौँ होला। तर यहाँ अलिक बाटो कठोर भएको हुनाले गर्दाखेरि अलिकति समय लाग्ने रहेछ। सो हामी चाहिँ फाइनली आइपुग्यौँ। अनि ब्यागहरू यस्तो यहाँ बेपत्ता भइरहेको छ। र यति बेला आएर ठिक भयो, शीतल त भयो। आम्मामा त्यस्तो धेरै गर्मी त रहेन रहेछ, ठिकै। फाइनली मामा घर चाहिँ आइपुग्यो। यता थाहा छैन। सो अब चाहिँ मेरो चाहिँ होइन कटारी आउँदाखेरि सधैँ मसँग हुने भनेको चाहिँ ब्रिटिस मात्रै हो है सानो। म टोइलेट गए पनि उसले मलाई ढोका ढङ ढङ गर्छ। हामी जहाँ गए पनि ब्रिटिस रमा मात्रै हो। अब चाहिँ हामी तल घर यति धेरै मासु पकाएको रहेछ, खाना चाहिँ अलिक कम रहेछ। सो हामी चाहिँ आज फुलपातीको दिन आएको छौँ नि त। अनि सो त्यसै गर्दाखेरि यहाँ मामा घर हाम्रो चाहिँ यो माथिको पनि 2टा हो, यता पनि हो। हाम्रो चाहिँ 5वटा मामा हुनुहुन्छ, जता जाँदा पनि हुन्छ। आयो म चाहिँ गल्छु क्या ब्रिटिस यहाँनिर आउने बित्तिकै। कुदौँ ल, 1 2 3 गो। सोनी दिदी भन, सुषमा दिदी, माइली मामु,
के भन्छ अरू मलाई त थाहा छैन के भयो सोनी दिदीहरू तिम्रो रिदमको मम्मी पनि छ नमस्ते के हुँदैन आमाको पनि ढोकपेट चलिरहेछ आफ्नै बाबा अर्काको बाबा पनि होइन टाउको दुखो रहेको छ हाम्रो मामा घरको एकदमै स्पेसल अनि यहाँ रहनु भएको छ मेरो कान्छा मामा हेलो मामा ह्याप्पी दसैँ वेलकम टु माई भ्लग सबैजना एकदम खानुमा रेडी होइन हेलो मम्मी कस्तो महसुस भइरहेछ आफ्नो माइत घर आएर राम्रो त्यसकै लागि हाम्रो मामा घरमा चाहिँ अलिक निकै गर्मी छ त्यहाँपछि माइजू र बाजे हुनुहुन्छ अब म पनि चाहिँ ट्राई गर्छु यस्तो चाहिँ म कहिले पनि खाँदिनँ लेट मी ट्राई यो चाहिँ मेरो तास खेलेर पैसा हाल्ने ब्याग हो पैसा माऱ्यो भने तपाईँलाई दिन्छु म कोट खै कोट मेरो बाजे पुरानो आमालाई पनि भेटेर आएको पुरानो आमालाई भेटेर आएको अब मिठो रहेछ त्यो के हो कस्तो रहेछ के चाहिँ सानो कस्तो मिठो छ आऊ यहाँ खाना ऊ चाहिँ ब्रिटिस हो हाम्रो घरको डन है है सानो उता माथि चप्पल लगाऊ त कस्तो राम्रो चप्पल कसले किनिदिएको सो फाइनली मामा घर पनि आइसक्यो अनि यो मामा घर होइन यो चाहिँ हट घर हो होइन जहाँ चाहिँ मेरो सास फेर्न अलिकति ब्रेथिङ मेरो चस्मा फालिदियो दिदी उसको पनि ऊ पनि भ्लगर बनिरहेको छ नि त आजभोलि अनि हामी चाहिँ डलर कमाउने हो नि त अनि सो हालेँ नि त्यहाँनिर बेलुकासम्म बनाइदियो ठग्यो नि त मलाई अनि त्यस पछाडि हामी चाहिँ मामा घर आइसकेको छौँ अनि आउने बित्तिकै पौडी खेल्न जाने त सोचिरहेको थिएँ तर सोच्न मात्रै थियो तर यहाँ चाहिँ हेलो हेलो ओइ कति राम्रो देख्यो यहाँनिर होइन क्या राम्री नै छ साला बेहेन यहाँ गोरो धेरै यहाँ कालो धेरै त्यहाँ अगाडि चाहिँ 4 जना मान्छेहरू हुनुहुन्छ यहाँ हामी 2 जना पछाडि छौँ ओइ यस्तो कसिन गाडी त कति राम्रो राम्रो त बाटोमा अझै त के अरे डक्कु कि कहाँ त पुरानोमा बस्ने ठाउँमा त झन् क्या भब्बाल के ज्यादा कहाँ जानु तास खेल्नु घरमै सम्मे घरको पैसा छोरा छैन आन्टीले दिएको छ सब पैसा मार्नु पर्ने छ यो बच्चाहरूको अनि तास मारेर त्यस पछाडि चाहिँ घुम्नु जाने हो अनि मामा घर फर्किने हामी त 1 हप्ता जति त्यति पनि बस्दिनँ चुमा दिस इज चुमा गर्ल किन अरे हेर्न बहिनी कहाँ जानु तास खेल्नु घरमै सम्मे घरको पैसा छोरा छैन आन्टीले दिएको छ सब पैसा मार्नु पर्ने छ यो बच्चाहरूको अनि तास मारेर त्यस पछाडि चाहिँ घुम्नु जाने हो अनि मामा घर फर्किने हामी त 1 हप्ता जति त्यति पनि बस्दिनँ चुमा दिस इज चुमा गर्ल किन अरे हेर्न बहिनी सो हामी चाहिँ फाइनली खोलामा आइसकेको छौँ अब मेरो भ्लग चाहिँ म बेलुका मात्रै इन्ड अफ गर्छु किनभने उहाँबाट आउने बेला मेरो भ्लगै धेरै लामो भएको छैन किनकि म आफै त्यहाँ पागल भएर आइपुगेको थिएँ अब यहाँनिर अब चाहिँ स्विमिङ गर्नुपर्ने हुन्छ पहिला यही ठाउँमा यस्तो दामी झम पौडी खेलिन्थ्यो अहिले त खोला त यत्रो छ त्यहाँ मेरो जिउ हाल्यो भने जिउ बाहिर देखिरहनु एकजनाले दमदार प्रस्तुति दिइसक्नु भएको छ टिका कहिले लाउँछ बहिनी आज कति म देखेँ क्या 13 14 15 2 दिनपछि अझै सो फाइनली हामी चाहिँ यहाँ खोलामा डुबुल्की पनि हानिसक्यौँ दिस इज नेचुरल स्विमिङ पुल यो कसको भनेर भन्नुहुन्छ भने नि यो चाहिँ उहाँको स्विमिङ पुल हो क्या अनि उहाँको अथोरिटी पनि आइज जाउँ अनि तपाईँहरू उहाँ के अरे ब्लू कलरकोमा खेल्नुहुन्छ होइन हामी यहाँ कुन कलर यो मेरो चाहिँ लुगा कलरलेस भएर यहाँ भित्रको सबै तर नि केही छैन यो स्टाइल हो आयो यस्तोमा हिँड्ने बानी छैन यस्तो खुट्टा छोडिदियो यार
बिच बाटोमै मसँग त 1 2 3 गो जलपरी हो जलपरी अब मेरो आइदैन यस्तो फेरि मोबाइल खाइदिलास् नि ए त डुबिस् त भयो 3 यस्तो आनन्द यति गर्मी छ खाग्यो भने ठाउँमा आनन्द एसीमा आएको फिल भइरहेछ खागेमा पानी खाए मात्रै हो अरू त पाउँदैन भोकटे चाहिँ पाउँदैन यति जस्तो त खाग्यो सूर्य पनि हाल्छ हाम्रोमा चाहिँ खोलाको चाहिँ खोला के अरे पानीको चाहिँ कमी छैन होइन काठमाडौँमा बादल वर्षा बिजुली सावनको पानी तपाईहरु यदि स्विमिङ पुल खेल्न चाहनुहुन्छ भने प्लिज मलाई सम्पर्क काटेर सोनीको घर आउनुस् अनि त्यहाँदेखि तलको 2 तला घरमा के अरे ह्यापी दसैँ एभ्रीवान ह्यापी दसैँ हौ यार फुलपाती ओइ यो अर्को जलपरी पनि यहाँनिर आइसकेको छ उहाँ चाहिँ जलपरीको रानी हुनुहुन्छ अहिले उहाँलाई यहाँ डुबेर अहिले गाई पखेर हुँदैन जलपरीको माई भ्लग एभ्रीवान तपाईहरुले सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला अनि छैन के अरे छैन के अरे गीत टिकटक बनाउने गीत छ नि कति बनाउन पानी आमामा घाम लाग्दाखेरि आएको घाम डुबिसकेछ अनि आँखाको गाजल चाहिँ वाटरप्रुफ हुन कारणले गर्दा अलिकति भए पनि अहिले छोरे रहेछ सो आजको दिन चाहिँ यसरी नै बित्यो के उता त्यत्रो ठुलो छ त बोक्ने अब चाहिँ लुगा मेरो त छैन उहाँ छ लुगा अब चाहिँ जानुपर्ने हुन्छ थ्याङ्क यू फर वाचिङ माई भिडियो अब एकचोटि माथि गएर केही भयो भने त्यो क्लिपहरू पनि हाल्छु सो आजको दिन चाहिँ यसरी नै गयो र आएर यहाँ पौडी पनि खेल्यौँ यिनीहरू त साइको रहेछ यहाँ सो हामी चाहिँ यहाँनिर मूल घरभित्र छौँ उता घरबाट सबैलाई निस्किसक्यौँ अनि यहाँ चाहिँ फेली खाने अरे के अरे अनि म चाहिँ चरपटे लिएर आएको छु यहाँ खानु भनेको ए उहाँ हुनुहुन्छ हाम्रो घरको सबभन्दा राम्री मान्छे जो चाहिँ 24 घन्टा 25 घन्टा सुत्नु भएको छ यहाँ आउनुहोस् तपाईँ तपाईँले के खानुभयो भनिदिनुहोस् यहाँ सो फाइनली नुहाइधुवाइ गरेर ड्रेसेस चेन्ज गरेर हामीले चाहिँ चरपटे यताउति मासु सासु सब खाइसक्यौँ खै कतापट्टि बसेर खेल्ने सो अब चाहिँ हामी तास खेल्नु पर्ने हुन्छ किनभने दसैँ बोलाउनु पर्ने हुन्छ म काठमाडौँमा साइको भइसकेको थिएँ खेल्नु नपाएर अब चाहिँ तास खेल्नु पर्ने हुन्छ सो थ्याङ्क यू फर वाचिङ माई भिडियो टिल द इन्ड तर एकैछिनमा म के अरे इन गर्छु किनभने थोरै यहाँ तास खेलेको क्लिपहरू पनि हाल्छु तिमीहरूसँग पखेको रुपियाँ छैन सो अब चाहिँ लास्टमा हामी सुत्ने बेला अहिले हो यस्तो छाडा बच्चाहरू छ नि यहाँ सबैजना यसले प्याक त के गर्ने हो ल सबै तास खेलेर चाहिँ हाम्रो इन्ड अप हुनेछ अब चाहिँ एकछिन तास खेलेर सुत्नुपर्ने ल 40मा गयो यहाँनिर चाहिँ मेरो बासा कलर आएको थियो अनि उहाँहरूले चाहिँ चोरेर हो कि खै कताबाट उहाँहरू चाहिँ ट्रायल ल्याउनु भएको रहेछ अनि मेरो माइजहरू चाहिँ यहाँ हाँसिरहनु भएको छ सो थ्याङ्क यू फर वाचिङ माई भ्लग टिल डे 1 डे 2 गरेर म जति पनि यहाँ सिन्धुली बस्छु सबै भ्लगहरू हाल्नेछु सो सबैजनाले हेरेर साथ दिनु होला र लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला त्यो चाहिँ म भरे एडिट गरेर भोलि बिहानसम्म हालिसक्छु बाई बाई एभ्रीवान थ्याङ्क यू फर लभिङ माई भिडियो ह्याप्पी दसैँ